हेलो गुड मर्निङ नमस्ते वेलकम टु माई च्यानल। हजुरहरू सबैजनालाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज हामी जाँदैछौँ घुम्टे डाँडामा, वारी घुम्टे पारी गाजा। अनि आज चाहिँ म भ्लग बनाउँदैछु पहिलोचोटि यसरी बोलेर। हामी अहिले बिहानको 7 बजे यहाँबाट हिँड्न थालेका छौँ र थाहा छैन त्यहाँ कति बजे पुगिन्छ। आई होप हाम्रो यात्रा रमाइलो राम्रो हुनेछ। हामी यहाँ करिब 18 देखि 20 जना जति छौँ। हाम्रो यात्रा यहाँ बागलुङबाट सुरु हुँदैछ, बागलुङ गलकोट। लेट्स होप वी इन्जोय द ट्रिप एन्ड सक्सेस आवर। सी यू सुन इन घुम्टे। बाई बाई। अहिलेलाई म जान थालेपछि भिडियो खिच्दै जानेछु। आई होप हजुरहरू सबैले इन्जोय गर्नुहुनेछ। बाई बाई। हामी जाने डाँडा चाहिँ पछाडि हाम्रो यात्रा सुरु भएको छ। सब्स्क्राइब र शेयर गरिदिनु होला यो भिडियोलाई। लाइक गर्नु। हाम्रो अगाडिको यति टोली आइसकेका छौँ र पछाडि हाम्रो अर्को टोली आउँदै हुनुहुन्छ। हामी छिटो हिँडेको हतार भएको हामीलाई नयाँ ठाउँ जानको लागि। हामी छौँ डाँडाको बिचमा घुम्टे। यहाँ हुनुहुन्छ हाम्रो माइजू दिदी अनि भाइ, अनि अगाडि गइसक्नुभयो 2 जना टोली दिदीभाइ, र पछाडि आउँदै हुनुहुन्छ 10-12 जनाको टोली। र हाम्रो यात्रा योगेश्वर शिवालय मन्दिरबाट सुरु भएको छ। हाम्रो गाडी यहाँ आएर एकदम तयार भएर बसेको छ हामीलाई लैजानको लागि। आजको यात्राको सहयात्री बाबु, तिमीलाई कस्तो लागिरहेछ नयाँ ठाउँ घुम्न जान पाउँदा? हिरो देखेछ? रमाइलो लागेछ? हिँड्न सक्छौ? बोक्न पर्दैन नि? ल ठिक छ, गुड। यस्तो हुनुपर्छ, हिम्मत, आँट, साहस। माइजू, हजुरलाई कस्तो लागिरहेछ घुम्टे जान पाउँदा? खुसी लाग्यो भान्जा भान्जीसित जानलाई। धेरै रमाइलो लाग्यो। सिद्ध भैरवले पक्कै पनि हाम्रो कल्याण गर्नुहुन्छ होला। हामी हिँड्न नसके नि सिद्ध भैरवले हामीलाई सिद्धको थानमा पुर्याउनुहुन्छ। हाम्रो चितवनवासी भान्जीहरू पनि केही नगरिकन सिद्ध भैरवमा दर्शन गर्न पाउनुहुन्छ। अनि देउवाको मूर्तिकलामा पनि। ल ठिक छ। र यहाँ हाम्रो गाडी आइसकेको छ र यहाँबाट हाम्रो यात्रा सुरु हुँदैछ। हामी छौँ 18 जनाको टोली। हाम्रो सिद्ध हाम्रो गन्तव्य टुङ्गिने ठाउँ बाटो। गाइज, पुग्न पनि डाँडा यता छ, हामी जाँदैछौँ अगाडि। बाटो सर मोबाइल फस्छ। जाडो भयो।
गाडीले तान्न नसकेर हामी चाहिँ हिँड्दै गाडीले सामानलाई जाँदैछ। हामी सर्टकट बाटो जङ्गल जाँदैछौँ माथि मिसन घुम्टे। गाडी रोक्यो त्यो बारी आयो सकेसम्म हिँड्न नसक्नेलाई अलि बढी बोकाउनु त्यो भोटेको चाल अलि माथि गएर यति निकालौँ ल अलि माथि गएर यति निकालौँ सब भारी चाहिँ अलि कडा बोकाउनु पर्छ। यस्तो आदेश आइसक्यो क्यारी हो सबभन्दा पछाडि परेको त म यो गाई छ अगाडि भाग्न पर्यो फेरि भारी बोकाउनुहुन्छ। बाई बाई गाइज गाडीलाई बाई बाई गर्यो। हाम्रो गाइड गर्दै हुनुहुन्छ। हाम्रो गाइड खै गाइड एकजना गाइड अगाडि। बाबु हिँड्न सकिछौ कि सकी छैनौ? सकी छैनौ? कसरी हिँडिछौ त हिँड्न नसके भए यस्तो? हो तिमी त बलियो रहेछौ नि म भन्दा नि छिटो हिँड्न सकिछौ। अरू आउनु भएकै छैन तिमी अगाडि अगाडि आइसक्यौ। हो ल हिँड्न। कस्तो लागिरहेछ घुम्दै जान पाउँदा? हाम्रो दुःखको भारी बिसाउने चौतारी। के छ अवस्था माइजू ठिक छ नि? आरामै हुनुहुन्छ नि माइजू ठिक छ नि? ठिक छ अरू त हट्टाकट्टा छन् हिँड्नुहुन्छ। त्यो डाँडा पुग्ने हो कता हो? त्यो डाँडा पुग्यो जाने बाटो यताबाट आधी टोली अगाडि पुग्नु चाहिँ पुगिसक्नु भयो। त्यही पानीले मुख भिजाउँदै त्यो चुचुरामा पुग्ने हो त मन्दिर देखियो हेर ल मन्दिर देखिन्छ। मन्दिर टल्क्यो रे मन्दिर। अब यसरी हेरे तपाईँ खैन ठाउँ आओ त्यो सेतो हो माथि चल्क्यो सेतो बला विश्राम गर्ने ठाउँ आइपुग्यो गाइज। हुनुहुन्छ हाम्रो यात्रीहरू। गाइज यात्रा कस्तो भइरहेछ? ठिक छ नि अवस्था? परानीले जाने हो माथिसम्म। मामा ठिक छ नि अवस्था? स्पेशल भारी कम भयो जस्तो छ। के बस्ने जाने विश्राम गर्ने ठाउँ आइपुग्यौँ। हाम्रो यात्रीहरू माथिसम्म हुनुहुन्छ। यस्तो लेखेको छ। नरिवल र गुड ब्रेक। खै गुड ल्याउँदै त यहाँ उसलाई हान्दिलाई समय हाल्नु त। जाडो छैन कि हरिओम 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 लाग्छ।
हामीहरू परबाट यो ठाउँलाई दुलेउडार भनिन्छ र यहाँ चिया पकाउने तयारी हुन लागेको छ। अब हामी यहाँ एकछिन विश्राम गरेर चिया नास्ता गरेर हिँड्छौँ। हामी 8:45 मा गाडीबाट ओर्लेर हिँड्न थालेको र अहिले 10:30 भएको छ, 10:40। अब हामी पुग्ने डाँडा रुखले छेकिँदो रहेछ। यता माथि हो, यता माथि आइपुग्छ हाम्रो घुम्टे। हामी जाने बाटो यताबाट माथि माथि हुँदै हो। एकछिन विश्रामको समय भएको छ। हाम्रो साथमा हुनुहुन्छ 6 वर्षीय बालक, 10 वर्षीय बालक। हिम्मतलाई मान्नुपर्छ, उहाँदेखिबाट आफै हिँडेर आएछन्। आगो बोलिसक्यो, अब यहाँ पाक्छ चिया डेप्चीमा अनि खाइन्छ चिया र नास्ता। हाम्रो टोली आइपुग्दै हुनुहुन्छ। अझै 3 जना अझ तल आउँदै हुनुहुन्छ। त्यहाँनिर आइपुग्नु भयो, हाम्रो 2 जनाको टोली। पानी मिसाएर हो कि के हो र तातेर क्या यो त कस्तो टिपेर साग पकाएर खाने जस्तो छ। सबैजना जुटेसी भए ठिकै हुन्थ्यो। हाम्रो खानपान सक्यो। अब हामी फेरि यात्राको क्रममा छौँ हो नि। अब फेरि भारी बिसाउने ठाउँ कहाँ हो चलिए। खासै पर हिँड्छ।
हिँड्दा देउराली आइपुगेका छौँ। यताको बाटोबाट आएको हामी उकालो र हाम्रो टोली यताबाट अगाडि बढ्दै हुनुहुन्छ, आउँदै हुनुहुन्छ। केही टोली अगाडि गइसक्नुभयो, केही टोली पछाडि आउँदै हुनुहुन्छ, केही टोली अगाडि आइसक्नुभयो, गइसक्नुभयो। मनले सम्झिने फुलपाती। अबको यात्रा हाम्रो सरसर जानुभयो। के छ अवस्था? भारी थोरै भयो कि? ल ठिक छ। ठिक छ। नम्नदीलाई थोरै भएछ भारी। अब एउटा झोला त्यहाँ माथि थपिदिनु भने काइता हुन्छ। ल ठिक छ पुगिन्छ। आइसक्यो त। पुगिन्छ हैन त? पुगिन्छ नि? पुगिन्छ एकदम। ल ठिक छ। फास्ट ट्र्याकमा। बरिया दाइ के छ खबर? ठिक छ नि? बिसाउने भारी। ल ठिक छ। आराम छ। दाजु देउरालीबाट यता आउँदाखेरि उतापट्टिको पाखा चाहिँ अब हटियातिरको साइड पऱ्यो। गलकुट पनि गलकुट भयो। यो यहाँ तलपट्टि चाहिँ पाण्डखानी गाउँ छ। यसको तलपट्टिको अनि वहाँनिर देखेको त्यो गोरेटो बाटो यस्तरी गयो नि। त्यो बाटो हुँदै त्यो ठ्याक्क माथिबाट उता पारि जान बित्तिकै त्यो चाहिँ रम्म भन्ने त्यो पनि गलकुट पऱ्यो। त्यहाँबाट उता परेको डाँडा। अनि सायद उहाँको माथिको जुन डाँडा देखियो नि हो त्यो डाँडाको भनेको चाहिँ त्यो शिवधुरी हो। माथिको सिधा अगाडि शिवधुरीमा चाहिँ मगरहरूले विशेष पूजा गर्ने गर्छन्। हजुर हैन बाहुनहरू चाहिँ त्यहाँ जाने भने बाहुनहरूलाई चाहिँ लाग्छ। त्यो भएर शिवधुरी यहाँ ओलतिर उसकोमा चाहिँ पूजा गर्छन्, पलतिरको मन्दिर गएर पूजा गर्दैन। अब हामी कति हिँड्न बाँकी छ दाजु? हामी अब आनन्दले हिँड्दाखेरि केही नभए नि हामी 3 घन्टामा मजाले पुगिन्छ। ल ठिक छ। मैले गीत गाएको लगाउनुहोस्। सुजन चापागाईको मेरो स्वर राम्रो छैन तर यो दृश्य हेरेर चाहिँ के भन्नु मन लाग्यो भने अहिले आएर नयाँ चलेको गीत कि माथि माथि के अरे माथि माथि कुन सानो घुम्टे हो दाइ? यो सानो घुम्टे रे यो गुराँस फुलिराखेको सबै हेर्दाखेरि सानो हुन्छ अनि माथि गएपछि त यस्तो तल हेर्नुपर्छ। हाम्रो घर कहाँ हो त नि खै? अनि हामी आएको बाटो यता हो हैन? त्यतै छ कता खोलाबाट आएको तल कता? वाह यार वहाँ पुगेर यताको तल तलबाट आएको यो डाँडो पो कति राम्रो देखिरहेको छ। कति राम्रो हैन यार हामी पुग्ने बाटो अब यो माथि हो। यहाँ माथि कति आनन्दको दृश्य। रेलिङ हाले ह। सबैलाई धन्यवाद। यो यात्रा सफल बनाउन सहयोग गर्नुहुने प्रत्यक्ष अप्रत्यक्ष रूपमा धन्यवाद ज्ञापन गर्दछौँ। गाइज म माथि आइसके। छिटो 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 गाइज छ नि भरपुर आवश्यकता छ। यो रुखले फोटो खिच्नलाई बोलाइराखेछ गुराँसले। आओ गाइज हो आओ।
राइट गुरासै फुल्यो बनैमा मेरो मन झुल्यो तिम्रो बनैमा मनैमा माथि माथि अन्धारैमा त्यसपछि यो बाटो पनि होला यो मामाहरू आइछ कहाँनिर खै है त मामाहरू डाँडामा गाइस हामी आउँदैछौँ पुग्नु छैन हरि मामाहरू निरज पनि हो क्या निरज त मामासँग थियो गौडी कुन भीमसेन भीमसेन लौरी भीमसेन के अरे 5 पाण्डवको भीमसेनले टेक्नी लौरी भीमसेन लौरी भन्छ हैन त्यो त्यसको टुप्पोमा पनि मान्छे पुगिसक्यो पुगिसके त्यहाँ जाने बाटो अब भीमसेन लौरी अनि मान्छे कसरी गयो नि त्यो त एक्लो भिड छ त कसरी गयो नि त्यो तल हामीलाई जुन जसले देख्छहरू दिनुभयो नि हो उहाँहरू चाहिँ उहाँ पुग्नुभएको अनि माथि पुग्ने अदस्य पनि यहाँ पुग्यो त्यो पर्यटन व्यवस्था कति राम्रो छ यो सिद्ध भैरवलाई नै आरोग्य पर्यटनमा समावेश गर्न सकिन्छ यति राम्रो मनोरम दृश्य छ यो बाटो नि उहाँले पत्ता लगाएर यो बाटो अनि त्यो 1 घण्टा 1.5 घण्टामा हरिचौरबाट हिँड्नु भयो भनेको 7 दिन है कति दिनसम्म यो यहाँ बसेर भिर हिँडेर यताउता हिँडेर कतिवटा बाटो कसरी लाग्ने भन्ने कुरो त्यो गरेर त्यसपछि अनि त्यहाँबाट पोखराबाट इन्जिनियर आयो बाटोको लागि योजनाको इस्टिमेट गर्नुलाई अनि इस्टिमेटहरू गर्न आएपछि होइन उसले चाहिँ यस्ताबाट बाटो लान सकिन्न भनेर हार भनेर ऊ फर्क्यो अनि छ्वाङ्गै भिड छ आधी बाटो पहिला माथिबाट खनेर अनि तलबाट ल्याएर अनि त्यहाँबाट पुरा भएको यो सानो आधी बाटो माथिबाट आयो आधी बाटो तलबाट ल्याएर बिचमा ल्याएर जोडे सानो घुम्टे भन्ने कुरा हामी नि सुनेको घुम्टे धुप्रे बास्न आउँछ के गर्ने अनि सुँग्दाखेरि यो काटेर लगेर सुकाउने अनि पिस्ने अनि त्यहाँबाट धुप हाल्ने यो हालेर धुप हाल्ने घुमा मिसाएर हाल्ने कि सही हुन्छ बाटेभर रहेछ यहाँ अनि यो सित्थानमा के गर्छन् सानो घुम्टे जस्तै भनौँ न सानो घुम्टे जस्तै गरे कि उक्लिन नसक्ने त्यहाँ पूजा गर्ने योभन्दा उता पाण्डु खाने त्यो मन्दिर रहेछ कि क्या हो के रहेछ कि मन्दिर हो त्योदेखि माथि सिधा बाटो रहेछ नि सानो सुति ए होइन त्यो त्यहीँनिर हेर्दा मन्दिर छ त्यहाँ दुइटा त्यो माथि गयो उहाँ जस्तो लाग्छ त्यो त नि होला तर त्यो चौरमै मन्दिर छ कि यो चौरमा त्यही चौरमै मन्दिर छ ओ त्यो तलको त्यही मन्दिर हो त्यो यतापट्टिको जस्ता छ नि त्योदेखि तलतिर देखियो
सायद निलो जस्तै मन्दिर गयो यता रातो जस्तै मन्दिर हो कि क्या यता एक्लो बाटोले तल एक्लो जस्तो देखेको घर नजिकैको त्यो हो कि उतापट्टिको एक्लो है त्यो चाहिँ मन्दिर यहाँनिर मन्दिर सिद्धन त्यहाँ पोखरी थियो त पानी सुकेर छ सानो हुन्टे त्यो खाल्टोमा हो जुन चौरको त्यहाँ बिचमा यस्तो गरेर त्यहाँ तल खाल्टो मैं तो तीसरी बार चौथी कोही बात नै अब यति मात्र बाँकी हो धेरै डाँडो छैन अनि अब हामी हिँड्न कति बाँकी छ त बाबु 25 मिनेटमा पुगिन्छ ए अनि यस्तो सेवा भाव कि अब 25 मिनटको ओह्रालो लाएर हजुर सामान लिन आइदिनु भएको हामीलाई सहयोगको लागि यति ठुलो सहयोग त्यो त सहयोगै भएन नि त्यो सेवा भावमा पैसा त हुन्न ए ल ठिक छ त्यसो भए ठिक छ सेवा गर्ने हो नि त पैसा रे ए हो ल ठिक छ हजुर अब कति बाँकी छ हिँड्न 5 मिनट हैन है 5 मिनेट ल ठिक छ 5 मिनटमा त्यहाँ आइपुग्यो ल खासै बरु होइन यहीँनिर हो ल ठिक छ मन्दिरको टार्गेट धेरै रात आयो हिँड्न पनि बाटो खासै धेरै होइन अब चाहिँ आयो आनन्द ज्यानमा उहाँ के हो यो ए मान्छे मैले यहीँ भेट्टाएको उहाँ पुगिसक्नु रहेछ ल त्यो दिदीहरूलाई मैले यहीँ भेट्टाएको अब चाहिँ आइपुग्यो धेरै छैन Oh my God. पानी छैन झोलामा पानी त धेरै छ फाइनली हामी आइपुगेको छ सिद्ध भैरव मन्दिरमा अनि अब जम्मा बस 2 मिनटको बाटो त्यसपछि हामी मन्दिरको दर्शन गर्नेछौँ यहाँ हाम्रा साथीहरू आइसक्नु भएको छ यहाँ बस्ने ठाउँ रहेको छ यहाँ खानेकुरा पनि पाक्दो रहेछ ल ठिक छ हामी लाग्यौँ मन्दिर हजुर आनन्दको अनुभव बाटोको सबै पिर चिन्ता थकाइ मन्दिरमा आएपछि मेटिएको छ हामी यहाँ आएर निकै नै भाग्यमानी अनुभव गरिरहेका छौँ कि यति मनोरम दृश्यमा आएर ल हेर्नुहोस् कति रमाइलो छ दृश्य निकै नै भाग्यमानी यात्रीहरूले मात्र भक्तजनहरूले मात्र यो अनुपम दृश्यको मजा लिन सक्नेछन् यो रात देखिएको पुरै गुराँस फुलेको यहाँको अद्भुत दृश्य अति नै मनोरम रहेको छ यसलाई हामीले आरोग्य पर्यटनको केन्द्र पनि बनाउन सक्नेछौँ जहाँ आएर पर्यटकहरू खुसी हुनुका साथसाथै
ध्यान तथा योग पनि गर्न सक्नेछन्। र यहाँ यो के कलरको पर्पल कलरको व्हाइट कलर मिक्स भएको गुराँस पनि रहेको छ। अनि त्यहाँनिर माथि पनि व्हाइट कलरको गुराँस, बाँकी यता देखेको पुरै लाली गुराँस। वाउ, यो दृश्यको साथ हामीले देख्न सक्छौँ सिद्ध भैरवको मन्दिर। यहाँ दुईवटा मन्दिर रहेको छन्। एउटा यसको नजारा अगाडिबाट देख्नुमा नै रमाइलो होला सायद। नारायण सिद्ध भैरवको छ भने मन्दिर, मनोरम दृश्य। त्यहाँ पनि त्यस्तै थिए। अनि त्यो ढुङ्गा छ नि बिचमा खाल्टो ढुङ्गाको लेभलमा गएपछि सिद्ध भैरव दृश्यका साथ यो चिसो हावा भैरव थान। यता सिद्ध, यता भैरव मन्दिर। यहाँ बोलाउने बढी चढाउने ठाउँ पनि रहेको छ। र यहाँबाट तल देख्न सकिन्छ सानो घुम्टे, त्यसलाई सानो घुम्टे भनिन्छ, यसलाई ठुलो घुम्टे भनिन्छ। र यति मनोरम दृश्यमा आएपछि कुन चाहिँ मान्छेलाई दुःखको अनुभव होला, त्यो बाटोमा आउँदाखेरि हिँड्न नसकेको पीडा कुन चाहिँ मान्छेलाई होला र वरिपरि यस्तो प्राकृतिक दृश्य मनै अनमोल क्षण। यहाँ नआउने मान्छेले जीवनको केही अमूल्य क्षण गुमाउनेछन्। यति रमाइलो दृश्य सायद कुनै पनि ठाउँबाट अनुभव गर्न सकिन्न। ल देख्नुहोस् गुराँस किन उफ्रेको? सेतो लली गुराँस, सेतो पर्पल कलरको हो कि के हो यो? है पर्पल कलर पनि मिस्टी छैन। मेरो पनि त जाने मदिरा निषेध छ। आज त वास्तै हैन साथीको। पियालोमा भान्जीलाई बोल्यो माथि दुईटा हातले नगर्नु। ऊ बाबुलाई अङ्क गराउनु भयो। चिन्न हालेको खाने को एकछिनको आरामपछि हाम्रो टिम अब कोही पानी लिन, कोही चाहिँ यहाँनिर बस्ने व्यवस्था मिलाउने खर काट्न, कोही चाहिँ
आइयो कति घन्टामा आइयो भनेपछि हामी कति बजे हिँडेको पाउने 9 बजे चल्न सुरु गरेको उता पाउने 9 पाउने 10 पाउने 11 पाउने 12 पाउने 1 पाउने 2 लगभग ठ्याक्कै 2 मा हामी यहाँ आइपुग्यौँ यो घुम्टे सिद्ध भैरवमा आरामसँग अनि अब यहाँ हामी कतिजनाले व्यवस्था गर्दै हुनुहुन्छ बेलुका यो हाम्रो सानो कटेजमा बेलुकालाई आराम गर्न हाम्रा सामानहरू यहाँ छ पूजा सामग्री बेलुकालाई खाजा भुजा अनि बिस्ताराहरू अब पानी छैन यहाँ पानीको अभाव हामी पानी ल्याउन यहाँबाट तल जानुपर्छ 1 घन्टाको बाटो 4-5 जना पानी लिन जाँदा हिँडेछौँ 4-5 जना हाम्रो मन्दिर साफ गर्न जानुभएको छ महिला दिदीबहिनी आमाहरू 4-5 जना यहाँ यो बिस्तारा बनाउँदै हुनुहुन्छ 4-5 जना दाउरा लिन जानुभएको छ कोही यहाँ बहिनीहरू हुनुहुन्छ आराम गर्नुभएको छ खुट्टा दुखेछ चितावनको त्यो माथि अनि लोखरबाट आइपुग्नु भएको छ अनि अर्को के अरे शान्तिनगर कि पान्तिनगर सागरनगरबाट आउनु भएको छ ल राम्रो आरामसँग हाम्रो भोलि रुद्री छ यहाँ ठुलो रुद्री कार्यक्रम छ पण्डितहरू आउनु भएको छ हवन हुन्छ रुद्री हुन्छ हाम्रो श्रद्धा भक्त अनुसार यतापट्टि हाम्रो सिद्ध भैरवको मन्दिर छ होइन यहाँ रुद्री सकेर हवन पाठ बेलुका कति बेला हुन्छ फर्किन्छौँ अहिले हामी आफ्नो गन्तव्यतिर लाग्यौँ ल जा जय हो सिद्ध भैरवको जय हो यत्रो बाबुसम्म उहाँबाट हिँडेर आइपुग्नु धेरै धेरै धन्यवाद हाम्रो 5 वर्षको काला भैरवले हाम्रो बाबुलाई सधैँ रक्षा गर्नु ठुलो बनाउनु ज्ञानी बन्नु आमा बाले भनेको मान्नु है ल विद्या आयो हाम्रो बाबुलाई ल जानै पर्यो नि नत्र के हान्थ्यो मुखै जय सिद्ध भैरव दाउराको खोजीमा भेट्यो दाउरो एउटा दुईटा झाडीमा काँडा गाडी मात्र जताततै काँडाले मोचेर दिइसक्यो गाइज दाउरो भेट्यो दाउरो काँडा ए दाउरो फुलै फुलको बगैँचामा मेरी माया दाउरा त के गरी फाल्नु उताबाट त्यहाँ दाउरो हैसाले फान्नु न हैसाले फान्नु काँडाले घोच्ला दाउरो अडेको लिगम ल चल्नु अब खर पनि काट्न दाउरा भेट्टाएपछि ए टाढो रहेछ नि बाटो के हो ऋषिमुनिले तपस्या गरेको ठाउँ यो पहिला के हो कुन चाहिँ पुष्पक विमान रे कति वर्ष अगाडिको कुरो है जमानाको कुरो सत्यको कुरो पुष्पक विमान भनेपछि त यो ढुङ्गा ल यता पुष्पक विमान यो एउटा घर एउटा गोठ भान्सा कुन चाहिँ भान्सा जमानामा माथि एउटा कुन चाहिँ पुष्पक विमान पहिला पुष्पक विमान हुन्छ नि त्यो ल्याएर उता कता ल्यान्ड गरेको रे त्यो ल्यान्ड गरेको उसलाई चाहिँ ढुङ्गा बनाइदिएर राखेको छ कि ए त्यस्तो कहानी हो त्यहीबाट ढुङ्गा भएको
दाउरा अब काँसको पालो खर बिछाउनको लागि दाउरा जम्मा भइसक्यो। घुम्न नै कहाँ सजिलो हो र दाउराका भारी बोकेर हिँड्नुपर्छ खरका भारी बोकेर हिँड्नुपर्छ नत्र खान पाइँदैन उठिन पर्छ त उठो उकालो हो जय सिद्ध भैरव भोलि हजुरले खानु कहाँ हाम्रो बेलुका नखाएर